हेलो साथीहरू, सेलरोटीको पिठोलाई झानेर कहिले सेलरोटी बनाउनु भएको छैन भने अब बनाउनुहोस्। एकदमै मिठो हुन्छ। यसरी सेलरोटी बनाउँदाखेरि चाहिँ खाना एकदमै स्वादिलो हुन्छ। आज मलाई एक्कासी सेलरोटी खानु मन लाग्यो कि मौसम पनि पानी पर्ने छोड्ने गरिरहेको। अनि त्यसपछि यस्तो मौसममा चाहिँ मलाई कि भने पकौडा खान मन लाग्छ, कि भने सेलरोटी खान मन लाग्छ के। अनि आज चाहिँ सेलरोटी खाने विचार गरेर मैले बनाउन थालेँ। पिठो पहिले 1 घन्टा अगाडि भिजाएको थिएँ। थोरै मैदा अनि सुजी अनि त्यसपछि चामलको पिठो गरेर भिजाएर राखेको थिएँ। त्यसपछि पछिबाट मैले यसरी घिउ तताएर झानेर मजाले यो घिउ चाहिँ पिठोमा मजाले लाग्ने गरेर मजाले फिट्दिएँ। अनि त्यसपछि यो फिटेर साइडमा राखिसकेपछि यतातिर चाहिँ काँक्रा र आलुको अचार बनाउन ठिक्क पारेर राखेको थिएँ। त्यसपछि झानिदिएँ मैले। यसरी अचारलाई पनि मजाले मोलिदिएँ हैन। अचार पिरो अचारसँग सेलरोटी कस्तो मिठो हुन्छ के। अनि अचार पनि रेडी भयो। त्यसपछि यतातिर तेल तताइसकेको थिएँ मैले अनि सेलरोटी बनाउन सुरु गरेँ। अनि सेलरोटी फेरि मेरो के हो के एकनासको कहिले हुँदैन। सेलरोटी मजाको हुन्छ नि, कस्तो मजाले मेरो चाहिँ यो लास्टमा बाङ्गेटेङ्गे हुने त्यो हुन्छ नि, जो जोइन्ट हुने ठाउँमा त्यस्तो हुन्छ कि किन हो। तै पनि खानालाई चाहिँ एकदमै मिठो हुन्छ। अनि सबै सेलरोटीहरू जोडिएको पनि हुन्छ, तर कतै मोटो कतै पातलो टाइप हुन्छ। अनि केही हुँदैन, खाना मिठो भयो त भयो नि हैन। मेरो हातबाट सेलरोटी धेरै गोलो खालको राम्रो खालको नबने पनि मिठो चाहिँ मिठो हुन्छ। त्यसपछि मैले बाबु नानीलाई सेलरोटी र अचार गरेर दिएँ। नानी चाहिँ खुसी नै थिइन्। बाबु चाहिँ अलि मुख बिगार्दै खाँदै थियो कि चिया भन्दै थियो। चियासँग उसलाई सेलरोटी मनपर्ने। अनि मैले फेरि अचार बनाएको छु, किन चियासँग खान्छौ, ग्यास्ट्रिक हुन्छ भनेर दिइनँ। अनि तै पनि खाना चाहिँ खायो। त्यसपछि चाहिँ हामीले खाना लाग्थ्यो। हेर्नु कस्तो मजाको भएको छ, मजाले त्यो ढुङ्ग्रो जस्तो भएको छ। भित्र त्यस्तो पिठो पनि नभएको खालको हुन्छ नि, त्यस्तो खालको सेलरोटी बनेको चाहिँ एकदमै मिठो। त्यसपछि मैले पनि खाना लागेँ सेलरोटी। श्रीमानज्यूलाई पनि साइडमा दिएको थिएँ। उहाँले चाहिँ मलाई भिडियोमा नखिच ल भन्नुभयो, त्यही भएर मैले चाहिँ खिचिनँ। अब अगाडि भिडियोमा आउन मन नलागेपछि किन खिच्नु भनेर त्यसपछि उहाँले मलाई अचार खुवाइदिनु भएको थियो। म चाहिँ मक्कै हेरिदिनु भएकोमा धन्यवाद हजुरहरूलाई।